नमस्ते सबैजनालाई। आज हामीहरू लारावेल प्रोजेक्ट सुरुदेखि हामीहरू स्टेप बाई स्टेप कसरी गर्ने इन्स्टल अनि हामीलाई के चाहिन्छ त्यसको बारेमा हामीहरू यो भिडियोमा कुरा गर्छौं। पहिला सुरु चाहिँ तपाईले laravel.com भन्ने साइटमा जानु पर्यो। त्यसपछि तपाईको डकुमेन्ट्समा जाने, डकुमेन्ट्समा गइसकेपछि चाहिँ तपाईको इन्स्टलिङमा जुन चाहिँ सुरुमै खुलिहाल्छ त्यो इन्स्टलिङको चाहिँ तपाईले स्क्रोल डाउन गर्नु भएपछि इन्स्टलिङ PHP एन्ड द लारावेल इन्स्टलर। अब यो प्रोजेक्ट हामीलाई चलाउनको लागि चाहिँ हामीलाई PHP कम्पोजर लारावेल इन्स्टलर npm चाहिन्छ फोर बम। यो इन्स्टल गर्नु पर्यो तपाईको ल्यापटपमा। अब त्यो इन्स्टल गर्नको लागि पहिला सुरु चाहिँ तपाईले PHP गर्नुपर्छ, जुन चाहिँ तपाईको XAMPP इन्स्टल गर्यो भने तपाईको सँगै त्यसमै नै आइहाल्छ। XAMPP इन्स्टल गर्नको लागि XAMPP मा जाने, XAMPP मा गइसकेपछि यहाँ क्लिक गरेर तपाईले डाउनलोडमा जानु भयो भने तपाईले कुन भर्जन चुज गर्नुहुन्छ त्यो भर्जन तपाईले डाउनलोड गर्न पाउनुहुन्छ। अब त्यो डाउनलोड गरिसकेपछि तपाईको इन्स्टल गरिसकेपछि चाहिँ तपाईले त्यसपछाडी कम्पोजर इन्स्टल गर्नुपर्छ। कम्पोजरको लागि तपाईले यहाँ जाने, अब यहाँ गइसकेपछि तपाईको डाउनलोडमा क्लिक गर्ने अनि कम्पोजर -setup.exe फाइललाई क्लिक गर्नु अनि त्यसपछि तपाईको इन्स्टलेसन गर्नु पर्यो, कम्पोजर इन्स्टल गर्नु पर्यो। त्यसपछाडी तपाईले अब लारावेल इन्स्टलर गर्नु पर्यो हैन। त्यसपछि नोड चलाउनुहुन्छ भने नोड इन्स्टल गर्नु पर्यो। तर अब लारावेल प्रोजेक्टमा चाहिँ नोड पनि युज गरेको हुन्छ, भिटर नोड। त्यसैले तपाईले नोड.js पनि इन्स्टल गर्नै पर्छ। अब त्यो इन्स्टल गर्नको लागि चाहिँ डाउनलोडमा जाने अनि डाउनलोडमा गइसकेपछि तपाईले कुन भर्जन युज गर्दै हुनुहुन्छ, लेटेस्टै होला। अब हामी लारावेल 12 को गर्दैछौँ, त्यसले लेटेस्ट भर्जनमा तपाईले कुन तपाईले युज गर्नुहुन्छ ओएस। म विन्डो छ त्यसले नि विन्डो सेलेक्ट गरे। त्यसपछाडी विन्डोलाई सेलेक्ट गरिसकेपछि तपाईको फाइल इन्स्टल आउँछ, डाउनलोड हुन्छ अनि त्यसपछि इन्स्टलेसन गर्नु पर्यो। त्यसपछाडी तपाईको यति इन्स्टल गरिसकेपछि तपाईले यो कमान्ड रन गर्नुपर्छ। तर अर्को पनि छ, हाम्रो लारावेलले प्रोभाइड गरेको हाम्रो लारावेल हर्ड भन्ने छ। अब यो लारावेल हर्ड चाहिँ कस्तो खालको छ भन्दाखेरि चाहिँ हाम्रो यो डिफ्रेन्ट PHP हाम्रो अब कहिलेकाहीँ प्रोजेक्टहरू धेरैवटा हुन्छ, पुरानो प्रोजेक्टहरू हुन्छ, तर डिफ्रेन्ट भर्जन PHP भर्जन युज गरेर गर्नुपर्छ। अब त्यो चाहिँ हाम्रो लारावेलले यो हर्ड भनेर दिएको छ। त्यो हर्ड तपाईले इन्स्टल गर्नु भएपछि चाहिँ तपाईको PHP भर्जन अनि npm नोड तपाईको इन्स्टल यसैभित्र तपाईको इन्स्टलेसन भएर आउँछ। तपाईले खाली कुन भर्जन तपाईलाई चाहियो त्यो त्यसमा इन्स्टल गर्नु पर्यो। अब त्यसपछाडी तपाईले इन केस तपाईले हर्ड युज गर्दै हुनुहुन्छ भने चाहिँ तपाईको फर्म्याट चाहिँ यस्तो हुन्छ। तपाईले इन्स्टल गरिसकेपछि तपाईको यो यस्तो खालको लुक्स आउँछ। अब यसमा लुक्समा तपाईले यो इन्स्टल गर्नको लागि तपाईले यता गएर यसमा जानुभयो भने तपाईको इन्स्टल गर्नु पर्यो। अब यो इन्स्टल तपाईले यहाँबाट डाउनलोड गर्नु अनि त्यसपछि तपाईले इन्स्टल गर्न सक्नुहुन्छ। अझै ड्यासबोर्डमा चाहिँ मैले चाहिँ इन्स्टल गरेको PHP 8.4 र 8.2, किनभने म दुईटै प्रोजेक्ट मेरो दुईटा भर्जनको PHP को भर्जन छ।
एउटा कुनै कुनै प्रोजेक्ट चाहिँ मसँग 8.2 को छ, कुनै प्रोजेक्ट चाहिँ 8.4 को छ है। अब यो इन्स्टल गर्नको लागि चाहिँ तपाईले PHP मा जानु पर्यो। अनि PHP मा गइसकेपछि चाहिँ तपाईको कुन इन्स्टल गर्नुहुन्छ 8.4 या 8.3, 8.2, 8.1 अब यहाँ दिएको छ, भेराइटी दिएको छ। अब यो प्रोजेक्टमा तपाईले कुन चाहिँ भर्जन युज गर्ने तपाईले यहाँबाट इन्स्टल गर्न सक्नुहुन्छ। अब हाम्रो लारावेल प्रोजेक्ट चाहिँ हर्डमा चाहिँ कसरी इन्स्टल गर्ने भन्ने चाहिँ तपाईको साइटमा जानु पर्यो। साइटमा गइसकेपछि तपाईले एड बटन थिच्नु पर्यो। अब एड बटन थिचिसकेपछि तपाईको क्रिएट न्यू साइट आउँछ या अप्सन क्रिएट एक्जिस्ट प्रोजेक्ट। अब तपाईको पुरानो प्रोजेक्ट छ भने पनि हर्डबाट तपाईले चलाउन सक्नुहुन्छ। अब आज हामीहरू न्यू प्रोजेक्ट इन्स्टल गर्दैछौँ, त्यसैले न्यूमा क्लिक गरौँ। अनि नेक्स्टमा गएर तपाईले कुन चाहिँ युज गर्ने हो, रियाक्ट युज गर्नुहुन्छ या भ्यू युज गर्नुहुन्छ, लाइभवायर युज गर्नुहुन्छ या अब स्टार्टिङ गर्दै हुनुहुन्छ भने स्टार्ट सिक्दै हुनुहुन्छ भने चाहिँ नो स्टार्ट किट भनेर गर्न सक्नुभयो या कस्टमाइज गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ हामीहरू नो स्टार्ट किटमा गर्छौँ। इन केस हामीलाई जुन युज गर्नु छ हामीहरू फेरि इन्स्टल गर्न सक्छौँ। त्यसैले अब यसलाई नेक्स्ट क्लिक गर्नु। नेक्स्ट क्लिक गरेपछि तपाईको प्रोजेक्टको नाम दिने, लाइक अब लारा ड्यास लाइभ वायर ड्यास 4 लाइभ वायर 4। तपाईको टेस्टिङ फ्रेमवर्क कुन युज गर्नुहुन्छ, PHP युनिट या पेस्ट। मैले चाहिँ पेस्ट युज गर्छु। अब बुस्ट तपाईँ युज गर्नुहुन्छ कि हुँदैन, म चाहिँ युज गर्दिनँ यसमा यो प्रोजेक्टमा। त्यसपछि गिट राख्नुहुन्छ भने चाहिँ गिट राख्न सक्नुहुन्छ। तपाईले कहाँ राख्नुहुन्छ त्यो प्रोजेक्ट लोकेसन तपाईले दिनु पर्यो। अब त्यस पछाडि तपाईले नेक्स्ट गर्नुभयो भने त्यसपछि हाम्रो प्रोजेक्ट स्टार्ट हुन्छ। अहिले मेरो यो रिपिटेड भयो, त्यसैले म लाइभ वायर न्यू भनेर न्यू अलरेडी एक्जिस्ट भन्दैछ, त्यसैले मैले एउटा डिफ्रेन्ट नाम दिएँ। नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यो प्रोजेक्ट इन्स्टलेसन स्टार्ट हुन्छ प्रोसेस। अब त्यो प्रोजेक्ट स्टार्ट हुन चाहिँ हल्का थोरै टाइम लाग्छ। त्यसको लागि चाहिँ एकछिन पर्खिनु पर्यो। ओके, अब हाम्रो प्रोजेक्ट सक्सेसफुल्ली क्रिएटेड भइसकेको छ। अब यो प्रोजेक्ट रन गर्नको लागि हाम्रो ओपन इन ब्राउजरलाई क्लिक गर्नुभयो भने तपाईले यहाँबाट फ्रेश स्टार्ट हाम्रो लारावेल 12 भर्जनको इन्स्टल भइसकेको छ। अब यहाँबाट तपाईको अब अरूबाट पनि यताबाट हाम्रो लारावेल हर्डबाट पनि हामीले खोल्न सक्छौँ। यहाँ छ, यसलाई क्लिक गर्नुभयो भने पनि हाम्रो सेम हाम्रो लोकेसन आउँछ, जुन चाहिँ हाम्रो URL मा चाहिँ यो देख्नुहुन्छ।